नमस्कार। यो हो सिराहा जिल्लामा धनगढी माई नगरपालिका हो, जहाँ भन्छ नगरपालिका हो। नेताहरूले भन्नुभयो घर घरमा सिंहदरबार पुगाइदिन्छु, पुगाइ त दियो। न यहाँ गृह मन्त्री छ न राजा छ। राजा भनेको तपाईँको मेयर साहब हो, गृह मन्त्री भनौँ या राष्ट्रपति भनौँ हाकिम साहब अधिकृत साहब हो, उहाँ लापता हुनुहुन्छ 4 दिनले। यहाँ भइसक्यो अहिले 11:30 बजिसक्यो, 11 बजिसक्यो। न मेयर कता पता छ, न उपमेयर कता पता छ, न हाकिम साहब उपमेयर कता पता छ। यो भाइको के समस्या छ हामीलाई खोज्यो। आज हामीलाई विस्तृत रूपमा जानकारी दिन प्रयासमा छौ। भाइ के नाउँ तिम्रो? संजय कुमार। तिमी कहाँ आएको छौ? मैले नगरपालिका आएको। नगरपालिका? किन नगरपालिका आएको? मेरो अनि यो सिग्नेचरको लागि आएको क्या। हाकिम सिग्नेचर हाकिमसँग त्यो अनि श्रम सिक्युरिटीको सिग्नेचर क्या। एमबिसी अझै पठाएको छ। ए अनि कति दिनदेखि तिमी यहाँ कुदिरहेको छौ? 4 दिनदेखि कुदिरहेको। अनि के भन्नुको लागि? एउटा साइनको लागि, साइन र स्टाम्पको लागि। अनि हाकिम साहब यहाँ छैन भन? छैन। अनि मेयर साहब छ कि छैन? मेयर साहब पनि छैन। उपमेयर पनि छैन। छैन। अनि यहाँ कोही कुनै सम्बन्धित व्यक्ति निकायको मान्छे भेट्यो कि भेटेन? त्यो स्टाफ एउटा भेट्यो। स्टाफले के भनेको, ल ठीक छ भाइ, एकछिन तपाईँ वेट गर्नु, म हेर्छु अब फोन गरेर। अब आउँदैन भने कुनै विकल्प त म पनि हेर्छु नि। ए वहाँ वैकल्पिक खोज्ने। हाकिम साहबको यहाँ ड्युटी छ तर हाकिम साहब नआउने, मेयर पनि नआउने, उपमेयर पनि नआउने, तर यहाँ जनतालाई दुःख पीडा शास्ति भोग्न बाध्य छ। के यो सिंहदरबारको के काम? म जनता र प्रतिनिधिसँग प्रश्न गर्न चाहन्छु, यो के भइरहेछ नगरपालिकामा? हाकिम छैन, मेयर छैन, उपमेयर छैन। भाइ 4 दिनले कुदिरहेको छ, 11 बजिसक्यो, अहिलेसम्म आउनु भएको। म भाइसँग यो सब सोध्न चाहन्छु र तपाईँलाई जानकारी दिन चाहन्छु, यो साइनको महत्त्व के छ र किन चाहियो भन्ने कुरा म भाइसँग सोध्न चाहन्छु। किन यो भाइ साइन किन चाहियो तिमीलाई? मलाई त्यो उताबाट त्यो विदेशबाट भिसा पठाएको छ नि, भिसा पठाउनु त्यो अनि श्रम सिक्युरिटीको लागि मलाई त्यो एमबिसी गएको। एमबिसीबाट चिठी लिएर आएको। त्यो वडाबाट त्यसले सिफारिस बनाएर दियो। सिफारिस बनाएर दियो। त्यसले के भनेको, अब त्यो नगरपालिकामा गएर हाकिमसँग सिग्नेचर र स्टाम्प लिएर आउनु। अनि त्यो अनि ढिलो भयो भने त्यो तपाईँको पैसा पनि बुझ्छ क्या। हाम्रो टाइम पनि छैन त्यति। भिसा पनि आइसक्यो? भिसा पनि आइसकेछ। भिसा आएको बेला 2 महिना भइसक्यो। हेर्नुहोस् दर्शकमा, 2 महिना भइसक्यो। उसको पैसा बुझ्यो भने यसको जिम्मेवार को? मेयर साहब, वार्ड अध्यक्ष या उपमेयर कि हाकिम? यही गल्ती विदेशमा गरेको भए गल्ती गर्ने मान्छेलाई कानुनी कारबाही सजाय हुनेछ। तर यहाँ पन्चिने र जिम्मेवारी पन्चिने बहानाबाजी मात्रै भइसक्यो। अनि भाइ विदेश जानलाई कति दिनको टाइम छ? मलाई 1 महिना मात्रै छ। 1 महिना भित्रैमा जानुपर्छ। 15 दिनदेखि अगाडि जानुपर्छ। 15 दिन पहिला। अनि यहाँ तिमी 4 दिनदेखि कुदेको छ यस्तो जाडो चिसो मौसममा? यस्तो चिसो मौसममा। अनि साइन भएको छैन? छैन भएको। कस्तो दुःख लाग्दो पीडा। 2 चोटि मैले काठमाडौँबाट रिटर्न आएको। हेर्नु, चोटि काम नभएर। एकपल्ट काठमाडौँबाट आउने जान कति खर्च छ? 5000 रुपैयाँ खर्च हुन्छ एक चोटिमा। तपाईँ पनि बुझ्न सक्नुहुन्छ। भाइ एउटा गरिब हो, एउटा 2 पैसा कमाउन विदेश जान यत्रो परेशानी, त्यही पनि। अनि भाइ तिमीले यहाँ भनिसकेपछि उहाँहरूले फोन गरेर भनेन मेयरलाई, उपमेयरलाई या कि अधिकृतलाई आएर साइन गरिदिनु यस्तो समस्या छ भन्ने कुरा? तर यहाँबाट फोन गरेको हाकिमले फोनै पनि लागेर रहेछ। त्यसले स्विच अफ बताइरहेछ। हेर्नुभयो